के छ मित्रहरू फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो नयाँ भिडियोमा वेलकम छ है फेरि 3 करोड जनतालाई ओके स्टप Get down! Back your seat, everyone, back your seat. How's that? Okay, stop. टिकट नछोडिदिनु प्लिज मेरो अनुरोध छ ओके हाई फाइभ हिप हुर्रे बिस्तारै आउनुहोस् है भिडियो भइरहेछ बिस्तारै आउनुहोस् Back. Let's get down! Okay, back your seat. High five! Okay, forward again. Forward, faster. Agadi खिच्नु So, हाम्रो डेस्टिनेसनमा चाहिँ हामी आइपुगिसकेका छौँ लास्ट हाई फाइभ अनि साथीहरू हाम्रो चाहिँ अहिलेको लागि राफ्टिङ सक्यौँ आज क्यान चाहिँ यहाँतिर बोर्ड छ अनि यतातिर चाहिँ नि भलिबल खेल्दैछ साथी कस्तो भयो आजको दिन एकदम बबाल साथी तर मौसमको कस्तो भर नहुने कि अघि भर्खर पानी परेको थियो 1 घन्टा अगाडि मेरो एक्सपेक्टै थिएन कि घाम लाग्यो तर मलाई चाहिएको चाहिँ घामै थियो बिकज आज हामी चाहिँ नि याम्बु जानेवालामा छौँ यस्तो राम्रो लाग्छ मलाई नेफोदे ब्यान्ड अमृत गुरुङ उहाँको चाहिँ कन्सर्ट हुँदैछ गोकर्णेश्वरमा र हामी चाहिँ त्यतातिर जाँदैछौँ र रबिन ब्रदर र म जान्छौँ अब हामी एकछिन यो हाम्रो साधनहरूलाई चाहिँ ठाउँमा थन्काउँछौँ र ह्याफस्याफ जान्छौँ अनि हाम्रो राइड सुरु हुन्छ तर धेरै दिन पछाडि चाहिँ नि पानी पर्यो हिजो र आज अनि मौसम यस्तो ब्युटिफुल भएको छ कि आज भ्लग सो आजकल भ्लग फेरि एकदमै ढिलो भइरहेछ बिजी हामी है हाम्रो बतासे दाजु कुन चाहिँ सामान हेलमेटहरु ज्याकेटहरु जाउँ न तल ऊ एकछिन ऊ खेल्ने रे के भन्छ प्र्याक्टिस गर्दैछ हाम्रो बड्डा सोल्टी ऊ पल्टाउँदैछ सो हाम्रो बड्डा सोल्टीको चाहिँ राफ्टिङ लाइन भर्खर स्टार्ट हो त्यही भएर यही सालदेखि स्टार्ट भएको छ त्यही भएर ऊ चाहिँ नि ट्रेनिङको क्रममा छ एज यु क्यान सी सेल्फ ट्रेनिङ भइरहेछ उसको साथी प्याडल त बाहिर निस्किनु पर्छ नि त तिमीले ऊ चालेर फेरि माथि राखेर सुल्टाउनु पर्छ घोप्ट्यो यस तिमी मुलाले गर्यो चढ्नै सकेन थ्याट के छ मेरो मित्र हो धेरै माया के छ सो हामी चाहिँ रेडी भइसक्यौँ हाम्रो रबिन ब्रदर हामी चाहिँ कहाँ जाँदैछौँ भन्दा आज नेफोते कन्सर्टमा जाँदैछौँ अमृत गुरुङ अत्यन्तै असल व्यक्ति एकदमै सकारात्मक खालको एउटा म्यासेज छोड्नु भएको छ उहाँले के गरेर बयान गर्दामा यस्तो दामी छ उहाँको सङ्गीत मात्र होइन उहाँको जुन जिउने शैली पनि एकदमै साधारण सिम्पल एकदमै असल लाग्छ सो त्यही भएर हाम्रो चाहिँ नि एकदमै ड्रिम थियो हामी दुईजनाको चाहिँ हामी 80-80को भ्लग पनि देख्नुभयो होला हामी राति आउँदा पनि नेफोतेको गीत सुन्दै जीवन छोटो छ भन्दै आएको थियौँ अनि हामी दुईजनाको चाहिँ एकदम जानुपर्छ है भन्ने खालको पहिल्यैदेखि प्लानिङ थियौँ है अनि हामी चाहिँ आज स्याटरडे थियो माथि आज स्याटरडे हामी यति बिजी हुने थिएन हामीले अनि राफ्टिङ पनि सकायौँ र हामी जाँदैछौँ तालको पानी कोही गर्न तालको माछी कोही गर्न सक्दैन कवि तालको माछी कोही गर्न सक्दैन तिमी बिना म बाँच्न सक्दिन माया साथैमा उडायो रेलले सो
सो हामी चाहिँ अहिले चाहिँ किन यति धेरै हतारिँदै बतासिँदै जान थालेको भन्दाखेरि त्यो हाम्रो कल्पना पनि होला। हुन त उहाँ एकदमै अर्ग्यानिक खाएर हुर्किनु भएको हो। उहाँ अझै पनि गर्न सक्नुहुन्छ होला किनकि उहाँको एज पनि भइसक्यो नि त। अब उहाँले कन्सर्ट धेरै गर्नुहुन्न होला, त्यही भएर अहिले जसरी हुन्छ अहिले भइरहेको टाइममा गइहालौँ भनेर। सो हामी चाहिँ अब क्याम्पबाट निस्किसक्यौँ मित्रहरू। वी आर नाउ सुपर एक्साइटेड मदर बुम। ओए गाइस तिमीलाई थाहा छैन 25 करोड लिएर भाग्यो गाडी यस्तो थियो नि। यो पनि चाइना जाने हो नि फेरि। ए छ क्या यसमा नि 30 अझ योभन्दा सानो थियो। यसमा त 30 करोड जति होला नयाँ जस्तो के थाहा छैन। 25 करोड काण्ड यस्तै गाडीमा लिएर गएको थिएँ क्या। यो नि फेरि चाइना जाने हो क्या। सिधै के भयो पुरै जान्छ त यार। गाडी फसेको अवस्था छ। किन सक्नुहुन्छ दर्शकबिनहरू, म पत्रकार पनि गर्छु क्या पार्ट टाइम जब चाहिँ। फेरि म राम्रो उ गर्छु क्या फेरि। हो नारायणजी के भयो सेट बन्द नि। How are you my brother? गुड गुड गुड। हामी कहाँ छौँ अहिले? अहिले हामी नगरकोट छिरिसके जस्तो लाग्यो मलाई, किनभने त्यो मिस्टिक माउन्टेन भन्ने रिजोर्ट एन्ड होटेल हो। सो यहाँबाट चाहिँ खतरा देख्दो रहेछ, त्यही भएर हामी चाहिँ यसो धान सो एकछिन यहाँतिर फेरि नेपालीहरूलाई हाँसो लाग्छ कि आलुबारी रहेछ। आलु भन्दा केरा भन्दा हाँसो लाग्छ कि फेरि बिहान। सो हामी चाहिँ अहिले एकछिन यसो बसिरहेछौँ ब्याक साइडमा माई ब्रदर रबिन। अनि के धुवाँसुवा पनि आइरहेछ। तर यो ठाउँ चाहिँ यति बल लाग्यो कि भविष्यमा ससुराली बनाउने खालको ठाउँ रहेछ। अब छोरी माग्न आउनु बोलाएको छ। फेरि हाम्रो फेरि तामाङहरूको संस्कारमा चाहिँ माग्ने चलन हुन्छ, सबैको हुन्छ। अलिकति माग्ने रे तामाङहरूले त भगाउँछ पनि, त्यो कसै कसै फटाले भगाउने हो। तर म जस्तो इमान्दारले चाहिँ भगाउँदैन। गएर अस्ति हजुरको बारीमा फुल फुलेको रहेछ, फुल फुलेको देखेपछि भमाएर डुलिहाल्छ भनेर आमाम हो खतरा दिन्छ नि त फेरि। अनि त्यसरी चाहिँ नि तर होइन गाउँ घरमा मैले सुनेको छु। हामी सानो सानो छँदा अब त्यो बुढापाकाहरू हुन्छ कि अनि सगुन लिएर आउने, छोरी चाहियो भन्दैन कि खै के कुराहरू घुमाएर गर्नुहुन्छ कि फुल फुलेको रहेछ त्यस्तै हुन्छ। सो त्यो कुराकानी छोडिदिउँ एकचोटि गाउँ। फेरि यो नगरकोटतिर पनि प्रायः जस्तो तामाङै बस्ने हुन्छ। उहाँ बा पनि तामाङै हुनुहुन्छ होला जस्तो लाग्छ मलाई। यो खेत सबै बा तामाङ हो? कुन तामाङ पढ्नुभयो? कुन तामाङ पढ्नुभयो हजुर? तामाङ भाषा आउँछ बालाई? गाँदै हाल तामाङ भाषा गाँदै हाल मेमे गाएन तामाङ हो क्या थेदासिमङ मेमे तिक तर मेमे ब्लोन गाजा त वाइ भाइ मेमे लासो फ्याफुल्ला एकदम झम्का भेट्दा चाहिँ याङला मेमे मेमेलाई दिम चुरिन ए ल ए आबिनी सरकार चाहिँ आबिनी आना मेमे दिन्छ चुथामा सोइसु लामो बा ए इजुरिन्छ ए ए ठिक 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 ए थेसु त थाहा रोड सो चुरिजङ्गा दिम्स होला सुङ मुब्राङ चाहिँ ए सु बस्ती जम्मा नि तामाङलाई होइन मेमे तर बढी तामाङ मुला होइन ल मेमे गानी चाहिँ निलै तर यहाँ मुपट्टि ल मेमे लासो फ्यापुला गानी निजी लवा यस्तो चिसो छ कि आइज काँडा उम्रिसकेर मेरो यहाँ आम्मा जाडोले यस्तो जाडो ओ माई गॉड घुम्न जाऊ घुम्न नगरकोट
अनि नगरकोटको प्रब्लम चाहिँ के लाग्छ भने मलाई ठ्याक्कै उता पनि बाटो एकदमै पिच छ, तल पनि पिच छ, ठ्याक्कै यहाँ बजारमा चाहिँ बाटो ल्याङ छ कि पुरै नै। तर आधी एक घन्टाको बाटो पनि कति डिफ्रेन्ट के, तलतिर यस्तो गर्मी हुन्छ, उता नि गर्मी हुन्छ, फेरि यो एरिया चाहिँ कस्तो जाडो हुन्छ, यस्तो चिसो होइन। सो अब चाहिँ चिसो अलिअलि कम हुँदै गइसकेको छ अहिले, किनकि हामी अलि तल आइपुगिसकेको छ क्या, भक्तपुरतिर आइपुगिसक्यो हामी अब चाहिँ है। सो हामी चाहिँ गोकर्णेश्वर आइपुगिसक्यौँ, लगभग हामी कन्सर्टमै पुग्न लागिसक्यौँ। अब एकछिनपछि चाहिँ हाम्रा काका, आदरणीय काका अमृत काकालाई भेट्नु पर्ने छ है। गाई चाहिँ यार यस्तो दामी गीत बजिरहेको छ आँगनैभरि। हामी कस्तो उयो भयो क्या, यहाँ मान्छे क्राउड भएपछि नेट चल्दैन नि त, फेरि हामीले अनलाइन टिकट गरेको त देखाउनु पर्ने रे, नेटै चलाएन भनेको यहीँ 10 मिनट भइसक्यो गेटमै। चाहिँ बल्ल आधी घन्टा लाग्यो क्या हामीलाई त्यो एउटा फोटो डाउनलोड हुनलाई, देख्नुलाई क्या। यो लाग्छ यो हिमाललाई शिरमा राखेर बाँचेका मान्छेहरू हामी, महाभारत पर्व श्रृङ्खलाको डाँडा काँडामा हुर्केका हामी, तराईको सुनौलो फाँटमा झुलेका हामी, सगरमाथा देशको बासिन्दा हामी, लुम्बिनी वनको सास फेरेको हामी। यो सुन्दर देशमा जन्मिन पाएका छौँ, धन्य आमा यहाँ जन्म दियो र हामीले पुण्य कमायौँ। संसारभरिका मान्छेहरू हाम्रो यो सुन्दर देश हेर्न आउँछन्। त्यही भएर तपाईँ हामी पनि समय मिलाएर साथीभाइ, इष्टमित्र, दाजुभाइ, दिदी पनि को छ आफन्तहरूसँग मिलेर पैसाको जो गरेर, दामको जो गरेर आफ्नो देश दर्शन गर्न हिँडौँ। अरूले हेर्छन्, मनोरञ्जन लिन्छन्, हामी त टल्ल लाटा जसरी बसिरहेको छौँ। त्यो भएर सबै मिलाएर, समय मिलाएर आफन्तहरू भेट्न जाउँ। कसैसँग रिसराग छ मनमा, चाहिँ यो मान्छेलाई बोल्नु पाए त हुन्थ्यो, भेट्न पाए त हुन्थ्यो, तर के गर्ने मिले छैन भन्ने मनमा कतै छ भने हिजो जिन्दगी छ, आज छ, भोलि त थाहा छैन के हुन्छ। त्यही भएर समय मिलाएर भेट्न जाउँ। यो बेलामा पहाडतिर डाँडा खाँडातिर गुराँस फुलिरहेको छ। लाली गुराँस फुलेर वनै रातै भएको छ। चाप फुलेर वन मग बसाएको छ। आउनुहोस्, म अब यहाँहरूलाई एकपटक देश दर्शन गर्ने क्रममा धौलागिरी अञ्चलको रुकुम टेर्ले यो बाटो यहाँ रहेछ, यही पोखरामा बसेर पिकनिक खेलेकै हो, सुन्दरी जलमा गएर पानी खेलेकै हो, पिएकै हो। यो माथि तारेभिरमा शिवपुरीमा निकुञ्जमा गएर घुमेकै हो। अहिले त यसो हिँड्छु भने घोडा दुख्छ। यो उमेरबाट डरलाग्दो कुरो हुँदैछ। यो गोकर्णेश्वरको बाटोबाट गएको यति धेरै चिजहरू परिवर्तन भइसक्यो। त्यस्तै यो उमेर चाहिँ सधैँ जाँदो रहेछ। त्यो भएर यो उमेरलाई साथेर नराखौँ।
काम बुढो भएर मन बुढो हुँदैन रहेछ। आउनुहोस्, त्यो 50 वर्ष भएपछि अनि हामीले गीत गाउँ भन्ने लाग्यो। अनि तपाईँहरू सबैलाई नयाँ वर्षको शुभकामना दिँदै तपाईँहरूको जीवनमा फलोस् फुलोस्, सबैको शुभ शुभ। त्यो बच्चाहरूलाई विद्यालय जानलाई सहयोग गरेर यो दुनियाँमा पुण्य कमाउने काम गर्नु है। अर्को जुन छ कि छैन मलाई थाहा छैन, मन हुनेले नै दिने रहेछ, धन हुने रहेछ, त्यस्तै हो। त्यो भएर विद्यालय जानबाट वञ्चित भएका साना नानीहरूको लागि आफ्नो लक्ष्य अनुसार सहयोग गरेर पुण्य कमाउने काम गर्नु। परमेश्वरको यो प्राङ्गणमा बसेर मैले यहाँलाई अनुरोध गरेँ, यसै दुनियाँमा पुण्य कमाउने काम गरौँ। के पिछोड देशोड भन्दैछ हाम्रो युवाहरू, के भएको यस्तो? देउसी रे हाम्रो देश हाम्रो शान, क्यापी होली हाम्रो देश हाम्रो शान। गीत त नसा नसा पुरै हातको रौँ उचाल्नेहरू छ नि उहाँको सङ्ग त फेरि अति नाइस, रमाइलो भयो, एकदमै मजा आयो। एउटा सपना नै साकार, हाम्रो एउटा सपनै साकार भयो चाहिँ लाग्यो मलाई है। ड्रिम थियो यार, एउटा बकेट लिस्टमै थियो क्या नेपथ्यको कन्सर्ट सुन्ने। बाहिर मेरो हेर यस्तो ट्याक्कै मैले देखेँ क्या गोकर्णेश्वरमा नेपथ्यको कन्सर्ट हुँदैछ भन्ने भेटिगएँ क्या मैले। सो अनि त्यसपछि हामीले प्लानिङ बनाइहाल्यौँ। यत्रो टाढादेखि त हामी मात्रै आयो कि आयो यार, मलाई त्यस्तो लाग्छ भने। त्यही भनेको सुकुटेबाट यहाँ डाइरेक्ट सुकुटेबाट खोलाबाट फेरि भनौँ न राफ्टिङ गरेर, राफ्टिङ सकिने बित्तिकै चिसो लुगा ठ्याक हालेर हिँडिहालेको हामी राति कहाँ आयो। तर एउटा कुरा चाहिँ होइन, हेर ल सुज त जस्तो लाग्यो त्यस्तै छ क्या, किनकि सबमा कार्पेट ओछ्याउनु भएको रहेछ क्या, त्यो चाहिँ कस्तो राम्रो लाग्यो क्या। के अरे यता टुडी खेल जाँदाखेरि त आमा जुत्ता हो कि के हो त्यस्तो फोहोर भएको थियो, किनकि त्यहाँ धुलो धेरै उडाएको थियो। यहाँ चाहिँ टक्क कार्पेट ओछ्याउनु भएको रहेछ, एकदमै राम्रो। धुलो पनि खानु परेन, जुत्ता भनेको त धुन मिल्छ, तर मान्छेले खायो भने त स्वास्थ्यलाई एकदमै हानि पुग्यो नि त। सो अब यति भन्दै आजको भ्लग चाहिँ नि यतै अन्त्य हुनेवाला छ। दर्शकबिनहरू जसले अन्तिमसम्म भ्लग हेरिदिनु भएको छ वा अन्तिमसम्म पनि नहेरेर जानुहुने मेरा सम्पूर्ण मित्रहरूलाई मेरो हृदयदेखि नै धन्यवाद छ। सो थ्याङ्क्स फर वाचिङ गाइज, बाई बाई, जय नेपाल।